सिदिले शिवारो नमस्ते फेपुलो मेरो सम्पूर्ण दर्शक मित्रहरूमा आशा छ तपाईँहरू सन्चो सुविस्ता हुनुहुन्छ भनेर र आज तपाईँहरूको समक्ष म प्रकट भएको छु अनि आजको तपाईँको दिन एकदमै सफल होस् भन्ने कामना राख्दै र म आजसम्म तपाईँहरू समक्ष उपस्थित हुन सकेको थिइनँ किनकि मेरो एसआइआरको ड्युटीले मलाई एकदमै थिचेर राखेको थियो हो। अनि आज पनि म साह्रै त भ्याउनेवाला थिइनँ, तर आज तपाईँहरू समक्ष उपस्थित हुनुको मेन कारण चाहिँ के हो भन्दाखेरि चाहिँ सुनादा कालु रिम्पोछे मोनेस्ट्रीमा चाहिँ 6 महिनाको वाङ गर्नुभएको थियो कालु रिम्पोछे भगवान भनौँ न है रिम्पोछेले, र हाम्रो सुनादालाई एकदमै गौरवशाली बनाउनु भएको थियो। त्यस बखत चाहिँ हाम्रो हिमाली क्षेत्रबाट चाहिँ एकदमै महान धर्मगुरुहरू एकदमै महात्माहरूको उपस्थिति भएको थियो। धेरै रिम्पोछेहरू आउनु भएको थियो विभिन्न जग्गाबाट है, यो हिमाली क्षेत्रको यो देश विदेशबाट, नेपालबाट, भुटानबाट है, अनि बाहिरबाट पनि भनौँ न है। त्यस बखतमा चाहिँ हिमाचल प्रदेशबाट चाहिँ सिद्धि रिम्पोछे पनि आउनु भएको थियो। एकदमै हसिलो है, एकदमै चिटिक्कै परेको, सबले एकदमै मन पराउने उहाँलाई चाहिँ अब उषाको वाङ दिनुहुन्थ्यो र के अरे टोपीको वाङ दिनुहुने रिम्पोछे पनि भन्नुहुन्थ्यो, कतिजना थाहा नभएर चाहिँ है। तर उषाको वाङ चाहिँ अब भनिन्छ कि अब के अरे टोपी उषाको वाङमा चाहिँ दिँदाखेरि चाहिँ त्यो हातले छोड्यो भनेदेखि चाहिँ उडेर जान्छ अरे भन्ने चाहिँ अब हामीमा त्यो चाहिँ सुनेको थियौँ हामीले है। र एउटा हातमा माला गन्दै हो अनि एउटा हातमा चाहिँ एउटा हातले टोपी पक्रेर एकदमै हँसिलो भएर हामीले उहाँको वाङ थाप लाग्दै हामी स्कुल जाँदैथ्यौँ त्यति बेला। अब 82 सालको कुरा हो। आज हेर्नुहोस् 43 वर्ष भएछ। अलिक कालु रिम्पोछे पनि हामी समक्ष हुनुहुन्न है, र पनि उहाँ आएर सुनादालाई एकदमै सुनादामा पाइला राखेर सुनादालाई एकदमै गौरवशाली बनाइदिनु भएको छ। उहाँको आज हामी वाङ थाप्ने भनेर एकदमै आतुर थियो, शारीरिक अस्वस्थताको कारणले गर्दाखेरि टाढैबाट दर्शन दिनुहुने रहेछ। भए तापनि हामी सेरापलिङ उहाँको वासस्थान भनौँ गुम्बामा पनि गएको थियौँ, तर समयको उयोले गर्दाखेरि हामीले भेट्न सकेनौँ। र आज हामीले टाढैबाट भने देख्नु उहाँलाई पाउने रहेछौँ भनेर एकदमै खुसी लागेको छ र तपाईँहरूलाई अगाडि देखाउने छु। धन्यवाद। बिहानै चिसो चिसो छ एकदमै हो। अन्त के भन्नु आँटेको थिएँ बिर्सिनु आँटेँ। लामालाहरूले आफ्नो बलबुतामा उहाँ चाहिँ के भन्छ मिरिक बोका रिम्पोछेको गुम्बामा आउनुभएको थियो अस्ति नै हो। अनि उहाँहरूले उहाँको शारीरिक अवस्था खराब भए तापनि रिक्वेस्ट गरेर यहाँ चाहिँ ल्याउँदैनौ कि क्या हो भन्ने हामी सम्झिरहेको थियौँ हो। अन्त रिक्वेस्ट गरेर पनि उहाँहरूले चाहिँ ल्याउनु भएछ। उहाँहरूलाई हाम्रो सुनादा कालु रिम्पोछे मोनेस्ट्रीको सम्पूर्ण आयोजक कमिटीको नामागणलाई आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु। फेल्थेन कहाँ राख्छ तिमी? गुम्बा रिम्पोछे भेट्नु? ए ल ल ल, खुसी भइरहेको छौ? ओके ओके ओके, हाई गर्नु। ल एक रन गर्दैन।
आमामा कति लक्की है माथि इन्द्रेणी पो लागिरहेको छ अलिकति इन्द्रेणी लाग्यो मेरो भाउजू हाम्रो आसिन र म जाँदैछु हामी रुचेलाई हामी दर्शन गर्नुको लागि एकदमै एक्साइटेड भएर त्यो 40 बाद वर्ष वर्ष बाद सानो कुरा हो मान्छे दुईपल्ट जन्मेर पनि तन्नेरी भनेको हाम्रो आएको छ मान्छेहरू गट्टा भाउजूहरू आउँदैछ मेमे फेप्ला भन्दैछ है ओ मेमे ऊ तल भव्य हुन्छ त्यति बेलाको त्यति बेलाको फोटोहरू कलेक्सन गरेर मजाले फ्लेक्सहरू बनाएर मजाले लामालाहरूले सिकाउनु भएछ एकदमै यो फोटोहरू देख्दाखेरि एकदमै याद आउँछ सुनादाको महामानव कालो रिम्पोछे भन्छु म चाहिँ है सुनादाको धरतीलाई पवित्र बनाउने यही है गुम्बा कति राम्रो चेन्जेसहरू कालो पुग्नाले हाम्रो टेन्सन एकदमै एक्साइटेड भएर हिँडेर लामला लामला खै हो हेरेन टासिदिले भनेको खै हो टासिदिले भनेको बुझ्दैन ए म्यामहरू पनि पुगेको थियो ए हाम्रो को हाम्रो म्यामहरू फर्स्ट हुनुभएछ हाम्रो म्यामहरू दाइनै घुम्दैछु म चाहिँ गुम्बाको रौनक तपाईँहरू समक्ष स्पष्ट राख्ने प्रयत्न गरिरहेको छु एकदम खुसीको माहौल छ गुम्बालाई एकदमै राम्रो प्रमुख गुम्बालाई है सबैजना भक्तजनहरूको आगमन हुँदैछ आउनु हुँदैछ रिन्जनले ब्याग लग्यो ओपेम छेन छिटै हिँड है ओपेम छेन छिटै हिँड है बिनी कस्तो रौनक आएछ
आइपुग्यो भित्र हजुर गुड मर्निङ भरिसकेको छ यहाँ मजाले बनाउँदैछ लस लस हुन्छ हुन्छ दिदीहरू हस् हस् लस हेलो गुड मर्निङ हजुर यति 43 वर्ष बादमा चाहिँ 1982मा हजुर रुमबुटले चाहिँ आउनु भएको छ यहाँनिर उषाको वाङको अन्तखेरि आज यो त एकदम हिस्टोरिक राइट त्यही भएर चाहिँ एकछिन भए भागेर आएको ए राम्रो राम्रो लस आएको यो मौका घरिघरि यो अपर्च्युनिटी चाहिँ पाउँदैन लस लस र हामीले यसलाई गहिरो प्रकारले हेर्नुपर्छ लस लस काइसितु रिम्पोछेको आगमनमा त्यही त लस हुन्छ दाजु है लामला हजुर त्यही बाटोबाट हिँड्नुहुन्छ
Nola prende sangue rupa Adeu तपाईहरुको प्रार्थना अनुसारमा मानिको लुङ र बेन्जागुरुको लुङ को साथमा चाहिँ अनि केही धर्मको शिक्षाहरू तपाईहरुले बुझ्न सक्ने कागो तपाईहरुको इच्छा अनुसारमा धर्मको शिक्षा सायद कागो भन्ने एउटा जुन पूजा छ त्यो पनि अनि आशीर्वादको रूपमा तपाईहरुलाई प्रदान गर्न गइरहेको छु र यसै गरेर नै आजको बिहानको कार्यक्रम गर्न गइरहेको छु जस्तो कागोको मतलब यो हो नि तिले माकी गुरु रिम्पोछे थाङ सञ्जेदा छाचु सम्बत छमला सोवातने अनि छराछोला नाचा मायुङपा पछे मायुङपा सम्बचिपु युवा जुपु देबो युवा अनि छुन जुपा सम्ब जाम्बु छेथुबा जुल पछे मायुङपा तेला कागो सेवा हो दिया छिस हजुर अहिले चाहिँ तपाईहरुको लागि कागो भन्ने एउटा पूजा पनि गर्न गइरहेको छु र कागो भन्नाले चाहिँ उहाँले बुद्ध र बोधिसत्व त्यसैगरी गुरु ऋषिहरूलाई प्रार्थना गर्नु भएर पूजा गर्नु भएर तपाईहरुको निम्ति अनि धर्मको साधना गर्नको लागि मनको शान्तिको लागि अनि कुनै पनि बाधा अर्चन रोग व्याधि नहुनको लागि गर्ने पूजा हो त्यसलाई चाहिँ कागो भनिन्छ त्यो पनि गर्न गइरहेको छु भएको छ होला कागोको मतलब बी मलम छ होला है कागोको मतलब मलम छ कि छैन मलम छ कागो जान्छ है हो ठीक छ ता कागो थाङ माने लुङ बेजङ गुरु लुङ जो जेला लुङी थाबोङे छुगु थन्दा मिन्दो तुजी लाब्जाची छरा छले नि अनि यापोची नि अहिले कागो र त्यसैगरी मानी र बेन्जागुरुको लुङ चाहिँ अहिले एकछिन पछि म गर्नेछु र त्यसभन्दा अगाडि चाहिँ अहिले तपाईहरुले के धर्मको अर्थ धर्मको बारेमा के शिक्षा अनि तपाईहरुलाई दिन चाहन्छु त्यसलाई राम्रोसँग सबैजनाले ध्यान दिएर सुनिदिनु हुन जुनदिनले दिने जगन पार्टी युरोपियन छु दोजी देला samjene lo yidong ngapja ngapjusamji rasamji chiware digi hala sanje jomden de kuchela sanje bi jela kuchela lo yitu shingatamji ringla tummonga 상월라 추진 폴로 빠도 나도 꼴로래 디기 추탐지기 인포데츠 돌드니 데네 돌드니 셰베가 탑시 셰투베가 탑시 지기 राष्ट्र भारतको बुद्धगयामा सम्यक सम्बुद्ध ज्ञान प्राप्त गर्नु भएर 2500 वर्ष 2500 से ज्यादा थोड़ा ज्यादा
2500 भन्दा पनि बढी वर्ष बितिसकेको छ र उहाँले सम्यक सम्बुद्ध ज्ञान प्राप्त गरे पश्चात उहाँको 45 वर्षको अन्तरालमा उहाँले दिनुभएको जति पनि धर्मको उपदेशहरू छ ती सम्पूर्ण धर्मको सारलाई अनि संक्षिप्तमा समेटिएर तपाईँहरू माझमा यथाशब्द अनि राम्रोसँग बुझाउने कोसिस गर्नेछु। 취진 홍보대 말은 저 여기 깨라 주 주용도 갑시다. 디파 지양 이자신 개와 분숨 촉불지 랑게 셈네 용순들 디네 산제 땜바 인송바데 아디 사비 밥 하나 만든거 마시라시레 탑시 요 말에 껍질에서 당복 코나 작진이 봐 아니 니 바대야 작진이 시에고 다 작진이 시에 참나 다 작진이 그 가르바르 आफ्नो सासलाई मन शान्त राखी सुरुमा लामो तानेर बिस्तारै छोड्ने त्यसरी नै अनि मनलाई शान्त गर्ने यसो गर्नु पर्छ यस्तो गऱ्यो भने अनि तत्काल उठेको अनि भर्खरै उठेको तत्कालै उठेको तातो तातो कुनै अनि रिस राग छ भने पनि त्यसरी श्वास प्रश्वासको लामो टाइम धेरै लाग्ने भएको कारणले गर्दाखेरि है बुझेको दर्शन गरिहाल्यो त्यही भएर चाहिँ एकदमै धन्य भयो हामी आज है म चाहिँ सबैलाई छोडेर आएको आज र मेरो प्रिय दर्शक मित्रहरू है आज एउटा सानो तपाईँहरूसँग छोटो भ्लग राख्दै म चाहिँ अब छिटो आइपुगेँ किनभनेदेखि अब मेरो ड्युटी जानुपर्ने कारणले गर्दाखेरि र तपाईँहरूसँग चाहिँ यो सानोबाट एउटा मैले भिडियो राख्न पाएँ मनमा अत्यन्तै आनन्द लागेको छ हामीले ताई सिटु रिम्पोछेलाई हामी धर्मशाला जाँदाखेरि उहाँको गुम्बा सेरोफलिङमा गएका थियौँ र त्यहाँ हामीले एकदमै मायुस भएर फर्किनु परेको थियो किनकि उहाँलाई हामी त्यति बेला भेट गर्न सकेका थिएनौँ तर आज त्यो धोका पुरा भयो है र आशा छ उहाँको आशीर्वादले निश्चय नै यो हामी सबै प्राणी जगतले कल्याण हुनेछ अनि तपाईँहरू सबैजना लाई आज म यो सानोबाट भ्लगबाट बिदा चाहँदै है तपाईँहरू सबैजना एकदम जातिको सबै रहनु होला आफ्नो ख्याल गर्नु होला साथै अरूको पनि ख्याल गर्नु होला भन्दै सधैँ खुसी रहनु होला अनि खुसी भएर बाँच्नु होला भन्दै है यो मेरो सानोबाट आजको छोटो भ्लगबाट सानो एकदमै बिजीमा पनि मैले सेड्युलमा पनि मैले टाइम निकालेर बनाएको सानो भ्लगमा तपाईँलाई अवश्य मन पराइदिनुहुन्छ भन्दै फेरि तपाईँहरूलाई भेटे बाँच्न गर्दै तपाईँहरू बिदादान लिन चाहन्छु। धन्यवाद।